कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली नायिका। तर नेपाली दर्शकलाई बाल कान्समा हिँडोस् कि नाक्समा हिँडोस् तर टाउकोमा चाहिँ नटेकोस् भन्ने जनताहरू दर्शकहरू छ नेपालमा। सुरक्षा पन्त सुरुवात कि अन्त? सुरुवात भनौँ भने त्यस्तो फिल्म चलेको त्यस्तो हिट देखिँदैन सुनिँदैन। अन्त भनौँ भने फेरि फिल्म पाउन छोडेको पनि होइन। ठुलो बजेटको होस् कम बजेटको होस् बिना बजेटको होस्, फिल्म पाको पाकै छ आको आकै छ। केही समय अगाडि एउटा कुराले निकै चर्चा पाएको थियो, हिरोइन पनि यस्तो हुन्छ, यस्तो नराम्री पनि हिरोइन हुन्छ भनेर कमेन्टमा सुरक्षा पन्तलाई उडाइएको थियो। अनि सुरक्षा पन्तले त्यसको डिफेन्समा फेरि म आफूले आफूलाई राम्रो देख्छु भनेर भन्नु परेको थियो अथवा भनेकी थिइन्। कस्तो मेन्टालिटी, कस्तो माइन्डसेट हो, कस्तो दिमाग हो हामी